Hello everyone, welcome back to my channel. It's been so long I haven't posted any video on my YouTube अनि आज मेरो डे अफ भएकोले गर्दाखेरि चाहिँ आई थट कि आज म भ्लग बनाउँछु अनि हिजो न्यू इयर थियो अनि हिजो बनाउनु पर्थ्यो खासमा चाहिँ हैन किनभने one of my reason vlogging गर्नु भनेको चाहिँ to keep memory हैन अनि हिजो चाहिँ बिजी भए फ्यामिली ग्यादरिङ यताउता भएर चाहिँ बिजी भएर चाहिँ त्यही भएर भ्लग बनाइन we didn't go outside तर चाहिँ हामीले घरमै चाहिँ मिठो मिठो पकायौं अनि we played ludo as well with the family अनि त्यो एकदमै रमाइलो भयो हैन बेस्ट पार्ट भनेको चाहिँ मेरो चाहिँ यति धेरै पिम्पल्सहरु छ हैन सो म चाहिँ यो पिम्पल्सले गर्दाखेरि चाहिँ खासै म मेकअप चाहिँ युज गर्दिन हैन मेकअप गर्नलाई पनि त्यो हुन्छ नि वन्स इन अ ब्लू मुन टाइप त्यो कसैको बिहे नै आउनु पर्छ कसैको के भन्छ कुनै फेस्टिभ नै आउनु पर्छ लाइक अब अरु फेस्टिभहरु भयो कसै भनौं न केही इम्पोर्टेन्ट नै हुनु पर्छ के अनि मात्र म मेकअप गर्छु घरमै बस्दाखेरि यतिकै पनि मेकअप गर्दिन व्हाइल आई गो फर वर्क त्यसको लागि पनि म मेकअप गर्दिन यतिकै म जुन रेगुलर स्किन केयर हुन्छ त्यो स्किन केयरलाई त मेकअप भनिदैन नि त हैन बिकज अफ दिस मेरो पिम्पल्सले गर्दाखेरि मलाई डर लाग्छ के मैले मेकअप गरे भने फेरि अब भोलिपल्ट आउँछ कि भनेर हुन त मेरो पिम्पल्स चाहिँ नगएको चाहिँ कुनै दिन छैन के यो एउटा न एउटा चाहिँ भइ नै राख्छ सो दिस इज न्यू अनि यो चाहिँ गइ नै राखेको छ अनि दिस इज अल्सो न्यू सो मेरो चाहिँ पिम्पल्सको दागहरु पनि यति धेरै छ सो अलराइट गाइस मैले यहाँ सबै सेट गरिसके दिस इज माई मेकअप ब्रशहरु अनि यहाँ चाहिँ लिप ग्लसहरु अनि दिस इज द प्यालेट दैट आई विल बी युजिङ आइस्याडो प्यालेट यो चाहिँ हाइलाइटर अनि दिस आर द अदर थिंग्स हैन सो लेट्स स्टार्ट द मेकअप गाइस फर्स्टमा यो चेपौं है अलराइट यो भइसक्यो सो वी आर गोइङ टु स्टार्ट विथ द के रे मोइस्चराइजर सो मोइस्चराइजर यो चाहिँ म प्लमको युज गरिरहेको छु एकदम यो चाहिँ लाइट वेट छ कोरियन फर्मुला जस्तै छ कि यो म कुनै के भनौं मेकअप आर्टिस्ट त हैन बट व्हाट आई नो अबाउट मेकअप इज मोइस्चराइजिङ योर स्किन और प्रिपेयरिङ योर स्किन इज भेरी इम्पोर्टेन्ट हैन नभए त्यो मेकअप चाहिँ एकदम फ्लेकी केकी देख्छ के त्यही भएर अफ कोर्स सनस्क्रिन लगाउनु प्राइमरमा म लगाउँदैछु यो MAC को प्रेप प्राइम थाहा छैन यो सो आई थिंक दिस इज इनफ त्यो भएपछि मिलाउने सबै सनको सो फाउन्डेसनमा म युज गर्दैछु MAC को चाहिँ ब्रोड स्पेक्ट्रम SPF 15 स्टुडियो फिक्स फ्लुइड फाउन्डेसन इन द शेड NC37 है यो 37 वाला शेड लाउँदैछु अनि यो सबै मैले किनेको हैन लास्ट इयर चाहिँ मेरो हस्बेन्ड आउँदाखेरि चाहिँ उहाँको दिदीले चाहिँ किनेर पठाइदिनु भएको अनि म मेकअपको बारेमा खासै थाहा छैन मलाई हैन उहाँले तर मलाई सबै थोक नै पठाइदिनु भएको थियो के अलमोस्ट एभ्रिथिङ नै पठाइदिनु भएको थियो अनि म खासै मेकअप गर्दिन त्यही भएर मेरो मेकअपको जुन प्रोडक्टहरु हुन्छ त्यो चाहिँ एक्सपायर भएर जान्छ के आई थिंक यो पनि मैले खासै युज चाहिँ गरेको छैन सो यसरी म लिन्छु अनि यस कुनै उसमा मात्र ट्याप ट्याप गर्छु किनभने मलाई चाहिँ एकदमै हेभी चाहिँ मन पर्दैन के त्यही भएर ठाउँमा मात्र लगाउँछु लाइक दिस यो मिक्स गर्नलाई चाहिँ मैले चाहिँ यस्तो फ्ल्याट ब्रस चाहिँ लिदैछु यो के भन्छ यो चाहिँ मैले सिनबाट मगाएको थिएँ लास्ट इयर एकदमै डार्क छ नि त पिगमेन्टेड छ अनि कन्सिलर युज गर्नुपर्ने हो करेक्टर नै चाहिन्छ बट कन्सिलर चाहिँ छ तर कता राखेको छु थाहा छैन अनि त्यही भएर सो मलाई लाग्छ भनेको मेकअप भनेको चाहिँ एउटा आर्ट हो हैन सबैले जान्दैनन् गर्न चाहिँ म पनि जान्दिन त बट म चाहिँ आफूलाई चाहिँ चाहिने जति चाहिँ गर्न आउँछ के त्योभन्दा धेरै चाहिँ आउँदैन आई डोन्ट नो यो कस्तो देखिन्छ हैन म खासै मेकअप सेकअप नै कस्तो भूत जस्तो लाग्छ कि मलाई यो गरेपछि त्यही भएर खासै यो मेकअप लगाएपछि चाहिँ धुनुपर्छ फेरि त्यो चाहिँ झ्याउ लाग्छ त्यही भएर चाहिँ म मेकअप चाहिँ गर्दिन डे टु डे बेसिसमा चाहिँ गर्दिन झन् स्पेशल ओकेजनमा चाहिँ आउनुपर्छ ओके सो मेरो यहाँ पिम्पल्स चाहिँ हैन यो पिम्पल्स यो फुल कभरेज त हैन के र पनि म धेरै चाहिँ लगाउँदिन त्यही भएर आर्टिस्ट नभए पनि म मेकअपको भिडियोहरु प्राय हेर्छु नि त अनि यो सबै फेरि चाहिँ यसलाई चाहिँ म ड्याप ड्याप गरेर चाहिँ ब्लेन्ड गर्छु र त्यसको लागि चाहिँ एउटा ब्युटी ब्लेन्डर यो स्पन्ज लिन्छु अनि त्यसबाट चाहिँ यो NYX नेक्स्टको चाहिँ म चाहिँ ड्युबी फिनिश चाहिँ उयो चाहिँ लिन्छु स्प्रे लिन्छु अनि त्यसपछि चाहिँ म त्यसमा चाहिँ स्प्रे गर्छु त्यसरी
त्यस पछाडि चाहिँ ट्याप 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 गर्छु। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो जुन जति पनि एक्स्ट्रा रहेको हुन्छ नि त यो फाउन्डेसनलाई चाहिँ एकदमै ब्लेन्ड गर्न चाहिँ हेल्प गर्छ कि मजाले ब्लेन्ड हुन्छ। यस्तो यो टेक्निक चाहिँ युज गर्यो भने चाहिँ मैले चाहिँ गरे अनुसार चाहिँ म प्रायः यसरी नै गर्छु कि त म डाइरेक्ट सेटिङ स्प्रे चाहिँ आफ्नो फेसमा पहिला चाहिँ स्प्रे गर्छु अनि त्यस पछाडि चाहिँ फाउन्डेसन लगाउँछु एन्ड देन ब्लेन्ड गर्छु। यो यस्तै यो ब्लेन्डर लिएर ब्लेन्ड गर्छु अनि त्यसले चाहिँ एकदम यो फ्लेकी हुँदैन कि। फाउन्डेसन ब्लेन्ड गरिसकेँ। अब पालो भनेको चाहिँ यो मसँग लुज पाउडर छैन, आई मिन लुज पाउडर युज गर्दिनँ, त्यही भएर चाहिँ यो चाहिँ म चाहिँ कम्प्याक्ट पाउडर नै हो। यो भनेको चाहिँ सुपर ब्लेन्डेबल ट्रु म्याचको चाहिँ सुपर ब्लेन्डेबल पाउडर हो। त्यसले चाहिँ यस्तो ट्याप 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 अनि इनर आइजमा पनि दुईटै आइजमा यस्तो गरेपछि चाहिँ यो अलिकति बस्छ क्या अनि यसमा चाहिँ के भन्छ आई स्याडो लगाउनु पनि ठिक्क हुन्छ। अब पालो यो आइब्रो कोर्ने अनि त्यसको लागि चाहिँ म एनेस्टेसियाको यो चाहिँ के भन्छ बेयरली हिल्स एनेस्टेसियाको चाहिँ यो चाहिँ आइब्रो जेल चाहिँ युज गर्दैछु। मेरो चाहिँ खासै यो ब्रो पेन्सिल ब्रो जेलहरू चाहिँ युज गर्नु पर्दैन किनभने अलरेडी मेरो ठिक छ नि त, यतिको ठिक छ। अनि योभन्दा धेरै गऱ्यो भने चाहिँ कस्तो नराम्रो देख्छ कि, सो त्यही भएर म जहिले कोर्छु मात्र यस्तो गरेर कोर्ने मात्र। आँखाको यो आई स्याडो चाहिँ म आँखाको लागि चाहिँ यो आई स्याडो चाहिँ म यो के भन्छ यसलाई अर्बन डिकेको चाहिँ यो आई स्याडो प्यालेट युज गर्न जाँदैछु। आई देख्छु यो यस्तो खालको छ सबै कलरहरू एकदम राम्रो छ। वी आर गोइङ टु डु समथिङ भेरी लाइट अनि सटल आई स्याडो लुक चाहिँ गर्न जाँदैछु, एकदम हेभी चाहिँ नगर्ने। तर मलाई स्मोकी चाहिँ एकदमै मनपर्छ होइन, बट आई डोन्ट नो हाउ टु डु इट, त्यही भएर चाहिँ म जस्तो आउँछ त्यस्तै गर्छु है त। सो वी गना टेक ब्रस, सायद मलाई लाग्छ यस्तो ब्रस छ मसँग, मलाई लाग्छ आई स्याडोको लागि अर्को ब्रस युज हुन्छ होला, तर मसँग यो छ अनि त्यही भएर म यही युज गर्छु है त। सो म के हो यो रिफ भन्ने एउटा यो आई स्याडोको युज गर्छु अनि यो चाहिँ म यता कालो कालो छ नि त अलिकति ब्राउन सेड चाहिँ यता लिन्छु अनि त्यसबाट चाहिँ यता पनि आउट कोर्नरमा मात्र लगाउने कस्तो देखियो छ। कस्तो मिलेन गाइस, यो दुई जस्तो भयो। लेट्स ब्लेन्ड गरेर अलिकति मिल्छ कि है। आई थिङ्क दिस लुक मच बेटर अहिले चाहिँ है, अघिको भन्दा है भुन जस्तो देखाएको थियो। अब यसमा पनि गरौँ अलिकति जस्ट आउटर कर्नरबाट चाहिँ इनर कर्नरमा चाहिँ ड्र्याग गर्ने। मैले गर्न खोजेको चाहिँ केही पनि मिलेको छैन यहाँ, त्यही भएर चाहिँ म अब एज इट इज जस्तो छ त्यस्तै छोड्दैछु। अनि बिचमा चाहिँ सिमर एड गर्ने चाहिँ यसमा यो गोल्डनवाला जस्ट यहाँ युज गर्छु ल यहाँ अनि अर्को पनि इन द मिडल अफ दिस आइलिड होला यसरी युज गर्ने। अनि त्यसपछि यो दिन्छु ब्रसले चाहिँ ब्लेन्ड गरिदिन्छु। यसरी ब्लेन्ड गरेपछि चाहिँ ल आई लुक चाहिँ कम्प्लिट भयो मेरो। आई डोन्ट नो व्हाट डु यु गाइज थिङ्क, मिलेको छैन केही पनि ब्लसको। सो मलाई के लाग्छ भन्दाखेरि चाहिँ ब्लस भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ होइन, अनि जुन चाहिँ एकदमै ट्रिकी पार्ट होइन। अनि मलाई चाहिँ ब्लस चाहिँ युज गर्नु आउँदैन। सो टुडे आइ एम गोइङ टु युज ब्लस, किनभने मलाई चाहिँ त्यो ब्लेन्ड गर्नै आउँदैन कि ब्लस चाहिँ कसरी ब्लेन्ड गर्ने भनेर। त्यो जति नै मैले ट्राई गरे पनि त्यो ब्लेन्ड हुँदैन, काहीँ चाहिँ यति धेरै लाग्छ, कुनै ठाउँमा चाहिँ थोरै लाग्छ, अनि त्यो मजाले ब्लेन्डै भएको हुँदैन मेरो ब्लस चाहिँ।
अनि कस्तो नराम्रो देख्छ कि किनभने ब्लस भनेको त एकदमै हाइलाइट पार्ट हो नि त अनि त्यही मजाले नलागेपछि चाहिँ मेकअप पनि राम्रो देख्दैन के सो लेट्स ट्राई है ब्लसमा म युज गर्दैछु यो चाहिँ से ग्लामको चाहिँ इन द सेड होप 04 यो चाहिँ युज गर्दैछु अनि ब्लेन्ड गर्नको लागि चाहिँ यो ब्रस युज गर्छु म यहाँ भिडियो सुट गर्दैछु जुन चाहिँ एकदमै मेन रोड छेउमा छ कि अनि एकदमै नोइज चाहिँ आइरहेको कि ब्लसको लागि चाहिँ यहाँ म यसरी लिन्छु किनभने मैले एउटा एकजनाको भिडियोमा देखाएको थिएँ कि ब्लस कहिले पनि यसरी डाइरेक्ट एप्लाई नगर्नु रे पहिला यहाँ लिने अनि यस्तो गर्ने ब्रसमा अनि ब्रसबाट चाहिँ एप्लाई गर्नु रे मैले ब्लस युज गरिसकेको छु बट एज यु क्यान सी द डिफरेन्स यहाँ अलिकति धेरै पिगमेन्टेड छ कम्पेयर टु दिस साइड अनि त्यही भएर म चाहिँ अलिकति थप्छु है त थोरै यहाँ यसरी लाउने अनि देन गरेर अनि अलिकति थप्छु मात्र यो ब्लस चाहिँ खासै मलाई लाउनै आउँदैन कि त्यही भएर पनि होला सायद कस्तो तर यो मेरो त्यो स्किन अलिकति स्मुथ पनि छैन नि त त्यही भएर ब्लस खासै मलाई लाग्छ कि भन्दाखेरि चाहिँ यो स्मुथ स्किन जस्तो हुन्छ नि पिम्पल्सहरू नभएको दागहरू नभएको उसको स्किनमा चाहिँ ब्लस चाहिँ एकदमै मजाले चाहिँ सटल हुन्छ कि एकदम पुरै क्लिन अनि त्यस पछाडि त्यो स्पार्कलिङ हुन्छ कि एकदम ग्लोईवाला ब्लस हुन्छ कि ब्लस चाहिँ एप्लाई गर्दाखेरि चाहिँ एकदमै ग्लोइङ देख्छ क्या तर मेरो फेस आई मिन दोज हु आर ब्लेस्ड टु ह्याभ द्याट क्लियर स्किन होइन एकदमै राम्रो देख्छ अनि हाम्रो त्यस्तो छैन बट जे छ त्यसरी काम चलाउने यतिको भएपछि आई थिङ्क आई एम डन विथ द ब्लस भइसक्यो अनि ब्रोन्जर यस अफकोर्स ब्रोन्जर चाहिँ मैले युज गरेको छैन अहिलेसम्म त्यही भएर त्यो चाहिँ कसरी लाउने भन्ने चाहिँ टेक्निक आई डोन्ट नो सो यो माथि पनि ब्लस चाहिँ लाउने चाहिँ कोसिस गर्दैछु म यो माथि चाहिँ म पाउडर ब्लस लगाउँछु सो लेट्स सी हाउ इट्स लुक्स यो पाउडर ब्लसको लागि चाहिँ म यो चाहिँ टाटे भन्छ आई थिङ्क इट्स अ ब्रान्ड कल टाटे यसको दिस 3 ब्युटिफुल सेड्स होइन यो चाहिँ ब्रोन्जर भयो अनि यो चाहिँ ब्लस भयो अनि यो चाहिँ हाइलाइटर आई थिङ्क 3-1 होइन एक्चुली आई ह्याड टु अर्को पनि छ अर्कोमा चाहिँ वेट है त यस दिस टु आई हेभ दिस टु होइन यसमा चाहिँ अलिकति डिप पिगमेन्टेड छ भनेदेखि चाहिँ यसमा चाहिँ खासै छैन होइन त्यही भएर चाहिँ आइम गन युज दिस वान सो मसँग दुईवटा भएर दिज आर अल फ्रम द युएस जुन चाहिँ मैले किनेको होइन अफकोर्स बिकज आई हेभ नो आइडिया अबाउट द मेकअप सो म यसको यसरी ट्याप गर्छु त्यहाँ चाहिँ किनभने अनि यस्तो यस्तो गर्छु तर यो धेरै नै हुन्छ त्यही भएर चाहिँ धेरै भएको चाहिँ यस्तोमा लगाइदिने हल्का मात्रै यहाँ लगाउने आई थिङ्क लुक एट द पिगमेन्टेसन है त पाला आयो ब्रोन्जर भयो त ब्रोन्जर चाहिँ कुन ब्रसले लगाउने होला ओके ब्रोन्जरको लागि यो ब्रस युज गर्छु यहाँ लगाउँछु तर होइन ब्रोन्जर गर्दैछु एनेस्टेसियाको यो यसमा 4वटा छ होइन 4वटा एकदमै ब्युटिफुल ग्लिटरीवाला साइनिङवाला छ होइन सो म कुन युज गरौँ भन्दाखेरि चाहिँ आई थिङ्क यसमा चाहिँ यो अलिकति गोल्डनवाला राम्रो देख्छ होला अनि ब्रस छैन त्यही भएर म यसैले युज गर्छु कि माई मेकअप इज डन अनि ब्याट्री अलमोस्ट गोइङ टु डेट होइन अनि अब यो के अरे मेबलिनको चाहिँ स्काई हाई मस्कारा It's time for the lips, so my lip liner. म चाहिँ लिपस्टिक चाहिँ खासै लाउँदिनँ बट टुडे आइम गोइङ टु ट्राई दिस वान यो चाहिँ मेबलिन यस मेबलिनको सुपर स्टे इङ्क यो वाला इन द सेड के हो मलाई सेड थाहा छैन यो चाहिँ युज गर्नु जाँदैछ इन द इङ्क
So guys, I'm done with my makeup. So this is how it looks. तर यो चाहिँ रेडी भएपछि अझ राम्रो देख्छ होला. सो मेरो मोबाइलको ब्याट्री पनि डेड हुन लागिसक्यो. I will quickly take change and this pछाडि चाहिँ आउँछु. भाइ तपाईसँग मोबाइल पनि चार्ज हुन्छ. Guys, this is my final makeup look. So tell me what do you think? अनि अलिअलि मिलेको छैन but it's fine. लाइटिङमा चाहिँ राम्रै देख्ने रहेछ हैन but without लाइटिङ अनि के भन्छ यो चाहिँ यतिकै मान्छेलाई चाहिँ हेर्यो भने चाहिँ खासै राम्रो देख्दैन हैन परबाट चाहिँ राम्रो देख्छ हैन बट अप क्लोज त्यो हुन्छ नि क्लोज गरेपछि त्यो एकदमै त्यो जुम गरेर हेर्यो भने चाहिँ खासै यस्तो छैन बम्पी एन्ड देन यस्तो छैन बट अलिकति टाढा यति लग्यो भने चाहिँ हैन इट्स नट ब्याड आई थिंक आई लाइक इट अलि बाहिरको लुकको लागि पनि ठिकै हुन्छ एन्ड आई वोर द आउटफिट अल्सो अनि इट कम्प्लिमेन्ट माई मेकअप त्यही भएर अनि म चाहिँ यस्तै भिडियोहरू चाहिँ बनाउँछु बिकज टुडे आई फिल आई लुक गुड यो मेकअपमा चाहिँ हैन यतिको मेकअप गर्न आउनु भनेको आई थिंक इट्स नट ब्याड है सो थ्याङ्क्स फर वाचिङ गाइज सी यू इन माई नेक्स्ट ब्लग बाई बाई